हेलो नमस्ते फेपुला टासिडीले सेवारो अनि गोर्खे चेली ब्लगमा तपाईहरुलाई स्वागत छ है। साथै आज बुद्ध पूर्णिमाको सबै मेरो मित्रगणलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै र आज म गेल टासी छैलिङ गुम्बाको बुद्ध पूर्णिमाको यो सानो ब्लग बनाइरहेको हो। त्यही कारण हामीले आजको दिन चाहिँ हामी सबै गुम्बामा एकठा भएर हैन जमेर अन्य धर्म गर्नमा लागेर त्यस्तो गरेको चाहिँ लाभ चाहिँ एकदमै ठुलो लाभ हैन। त्यो चाहिँ पुण्य चाहिँ एकदमै ठुलो पुण्य हो। अरू दिन भन्दा यो दिनमा चाहिँ तपाईहरुले धर्मकाण्ड अथवा पुण्य कमाएको चाहिँ अनि धर्मग्रन्थ भित्रै लेखेको छ र तपाईको सबै अब अहिले हाम्रो जहाँ देशमा होस् अथवा विदेशमा होस् जहाँ पनि अहिले सबै बुद्धको भक्तजनहरू सबै धर्मकाण्ड गरिरहेको यो दिनमा चाहिँ एकदमै स्पेसली त्यो त्यही कारण चाहिँ त्यो के भने अरू दिनभन्दा आजको दिनमा चाहिँ 10 गुणा 100 गुणा बढी पुण्य बढ्छ, फल बढ्छ हो। त्यही कारणले हामीले धर्मकाण्ड गर्ने कारण चाहिँ त्यो अहिले चाहिँ हामी यहाँनिर बुद्ध जयन्ती घुमाउन गेलदेखि रङ्गी सिमानासम्म यहाँ आइसकेको छौँ भने यहाँ तपाईँले देख्न सक्नुहुन्छ है। हाम्रो आफ्नो हरेक काम कुरोलाई पनि आफ्नो व्यस्ततालाई पर सरेर आजको दिनमा सबैजना खुसी भए है बुद्ध पूर्णिमा मनाउन आइसक्नु भएको छ है। अब चाहिँ हामी यहाँदेखि फेरि रिटर्न गुम्बातर्फ नै जाँदैछौँ। सक्नुहुन्छ है यता फर्क न हौ बुद्धम शरणं गच्छामि भन्दै गर्नु है। बुद्धम शरणं आइसकेको छ है।
तपाईँलाई हामी बुद्ध पूर्णिमामा हामी सबैजना आउँदैछौँ है। के आउँदै सबैजना अहिले अब चाहिँ भन्ज्याङ जाँदैछु है। लाइक सब्सक्राइब कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् होला। दिलेक सबसे पहिला है ठुलो अन्त आज चाहिँ हामी यहाँ छेउको लागि आएको छु होइन। सबसे पहिला चाहिँ स्पेसल ब्लगमा चाहिँ एकदम लाइक सब्सक्राइब कमेन्ट चाहिँ गरिदिनुहोस् होला होइन। तर यहाँ चाहिँ के गर्यो भन्दाखेरि चाहिँ सबै यहाँ मामहरू भयो है, सबले शेखरको लागि पूजा गर्नुहुँदैछ। सबैजना अगाडि दिनुहोस् होला। अगाडि एकदम खुसी लाग्यो एकदम सबैजना जम्मा भइदिनु भयो है। त्यसमा एकदम मनभित्रदेखि धेरै धेरै धन्यवाद है। यहाँ पनि हेर्दैन अन्त यस्तो हुनुपर्छ। विशेष मात्रामा बुद्ध पूर्णिमा होइन, बुद्ध पूर्णिमा छ। अनि त्यो बुद्ध पूर्णिमाको दिनमा चाहिँ हामीहरूले यो बुद्ध पूर्णिमा यो लाइन चाहिँ तपाईहरुले
लाइन हो र मैले